म फेरि सम्झन चाहन्छु त्यो शहीद र घाइतेदेखि लिएर नेपाली आमालाई सम्झन चाहन्छु। तपाईहरुले देखेको सपना हामी जिउँदै छौं। यदि हामी मरेर गएका थियौं भने सपना पूरा नहुन सक्थ्यो, तर नेपाली जनता जिउँदै छन् र जेनजी पुस्ता जिउँदै छ। तपाईहरु नडराउनुस्, परिवर्तन हामीले ल्याएको हो। तपाईहरुलाई अझै पनि भन्न चाहन्छु, कसैले कसैलाई च्यालेन्ज नगरौं, कसैले कसैलाई रुष्ट नबनाऊ। सबैजना यो देश हाम्रो हो, हामीले हाम्रा माग र एजेन्डाहरु राख्न पाउनुपर्छ। आन्दोलन कहिले पनि लिमिटेसन हुँदैन, कहिले पनि क्राइटेरिया हुँदैन। आन्दोलनले ल्याएको परिवर्तन कसैले पनि कमजोर नसम्झिदा हुन्छ। आन्दोलन आवश्यकता थियो, आन्दोलनको आवश्यकताले अब नेसेसिटी अफ डक्ट्रिन हुन्छ। आवश्यकताका सिद्धान्तहरु परिस्थितिले पद्धति बनाउने हो, नियम बनाउने हो। त्यसो हुँदा हिजोका नियमबाट रुष्ट नेपाली जनताहरु आज नयाँ नियम बनाएर कार्यान्वयन गर्न चाहन्छन्। सडकमा आन्दोलन गर्न सक्ने मान्छेहरुले माग पनि पूरा गर्न सक्नुपर्छ। त्यसो हुँदा हामी माग पनि पूरा गर्न सक्छौं र माग लिएर आएका हौं। त्यसो हुँदा हामी तण्ड वितण्ड गर्ने, हामी विभाजित गर्ने, कसैलाई आरोप प्रत्यारोप गर्ने भन्दा पनि हामी सम्पूर्णसँग संवाद गर्न चाहन्छौं। परिवर्तन आएको हो, आन्दोलन गरेकै हो, आन्दोलनले परिवर्तन ल्याएकै हो। त्यसो हुँदा यहाँ कसलाई कारबाही गर्ने र कसलाई के गर्ने होइन। तत्कालीन सरकारलाई कारबाही गर्नुपर्छ, तत्कालीन सरकारका पदाधिकारीलाई कारबाही गर्नुपर्छ। यहाँनेरि जेनजी पुस्ताको आन्दोलनकारीलाई आजसम्म विश्वको इतिहासमा कसलाई कारबाही भएको छ? अवस्था परिवर्तन गर्न चाहन्छ, व्यवस्था परिवर्तन होइन यो जेनजी पुस्ता। त्यसो हुँदा जेनजी अथवा जेनसी मतलब जेनेरेसन चेन्ज, लिडरमा जेनेरेसन चेन्ज हुनुपर्छ। त्यसो भएको हुँदा विधि र पद्धतिलाई नियमन गरेर, नियम बनाएर, विज्ञको टोली मार्फत नियम बनाएर अगाडि बढ्नुपर्छ। अब आन्दोलनकारी माग गर्छ, अब सडकमा जान चाहदैन, तर त्यो सडकको टाटाले हामीलाई नसरापोस्। त्यो शहीद किन भयो? यदि शहीदका सपनाहरू पूरा गर्नका निम्ति हामी पनि शहीद हुनुपर्छ भने, यदि घाइतेका सपना पूरा गर्न हामी पनि घाइते हुनुपर्छ भने हामी तयार छौं। तर हाम्रा माग र एजेन्डाहरू कुनै पनि तरिकाले पछाडी हट्ने पक्षमा छैनौं। अब जसरी हुन्छ परिवर्तन गर्नुपर्छ र जसरी हुन्छ प्रत्यक्ष कार्यकारीको निर्वाचन गर्नुपर्छ। यहाँ हेरेर बसेर हुन्छ? शहीदले देखेको सपना यो तरिकाको अहिलेको तण्ड वितण्ड होइन। यहाँ धेरैजना व्यक्तिहरू यो पक्षधर त्यो पक्षधर, हामी कोही पक्षधर होइनौं, नेपाली जनता पक्षधर हौं। हामी कोही व्यक्तिलाई बोकेर हिँड्दैनौं, देशलाई बोकेर हिँड्छौं। हामी कसैका व्यक्तिका निम्ति होइन, हामी यो देशको भूमिका निम्ति हो। देशले परिवर्तन चाहेको छ, मुलुकले परिवर्तन चाहेको छ। नेपाल अहिले दुःखमा छ। नेपाल भूमिले शान्त चाहन्छ, मुलुकले परिवर्तन चाहन्छ, जनताले अवस्था परिवर्तन चाहन्छ। त्यसो हुँदा देशव्यापी रूपमा सुनिनुपर्छ र देशव्यापी रूपमा अगाडि बढ्नुपर्छ र परिस्थितिलाई पद्धतिमा बढाएर नियमन गरेर मुलुक र जनताको भाग्य र भविष्यलाई परिवर्तन गर्नुपर्छ भन्ने कुरामा हामी दुई मत छैनौं। यतिखेर हाम्रो जात भनेको नेपाली, धर्म भनेको नेपाल जोगाउने, यो हो हाम्रो यतिखेरको परिस्थितिमा।